हामीहरूले कुनै पनि व्यक्तिमाथि इजिली विश्वास गर्छौं र कहिले कसो हामीलाई लाग्छ विश्वास नै सबैभन्दा ठूलो कुरा हो, जबसम्म त्यो विश्वास एकदमै ठूलो घटनामा परिणत हुँदैन। अब त्यस्तै एउटा घटना साइबर ब्युरोमा रजिस्टर भएको थियो। त्यो घटना के सम्बन्धित थियो भने एकजना महिला हुनुहुन्थ्यो, अर्को व्यक्तिलाई आफ्नो सामाजिक सञ्जालमा सोशल मिडियामा एड गर्नुभयो र उहाँसँग कुरा हुँदै जाँदै गर्दा उहाँले सो व्यक्तिलाई विश्वास गर्नुभयो र एक दिन सो व्यक्तिले मलाई एकदमै धेरै हेल्प चाहियो अथवा मलाई एकदमै धेरै फाइनान्शियल क्राइसिस भएको छ, मलाई मद्दत गरिदिनु न भनेर महिलालाई टेक्स्ट गर्नुभयो। अनि सो व्यक्ति अथवा सो महिलाले के गर्नुभयो भने चिन्नु भएको छैन, भेट्नु भएको छैन, थाहा छैन, तर विश्वास गर्नुभएको थियो नि त। सो त्यही विश्वासको बेसिसमा उहाँले 1,40,00,000 रुपियाँ ट्रान्जेक्ट गरिदिनु भयो, पैसा पठाइदिनु भयो। पछि बुझ्दै जाँदा सो व्यक्ति कन्ट्याक्टलेस पनि भयो अनि पछि बुझ्दै जाँदा साइबर ब्युरोमा एउटा कम्प्लेन फाइल गरिसकेपछि के थाहा पाउनु भयो भने त्यो त स्क्याम रहेछ। सो यसरी हामी सामाजिक सञ्जालमा सोशल मिडियामा हामी यस्तो स्क्याममा पनि परिरहेको अवस्था देख्न सकिन्छ। त्यही भएर विश्वास सबैभन्दा ठूलो कुरा हामीले मान्छौं, तर हामीले गर्ने व्यक्ति विश्वास लायक हुँदैन। र अब यो भनिरहँदा सामाजिक सञ्जाल सोशल मिडियामा अहिले दिनहुँ स्क्यामहरू बढिरहेको छ। त्यो स्क्यामहरू बढिरहेको बापत हामीलाई धेरैजनाले फाइनान्शियल सपोर्ट माग्नुहुन्छ अथवा कुनै पनि लिंक क्लिक गरिदिनु, कुनै पनि किसिमको हामीलाई पिक्चर सेन्ड गर्नुहुन्छ, त कुनै पनि किसिमको अननोन भिडियो कल आउँदा हामीले त्यो सबैलाई इग्नोर अनि डिक्लाइन गर्नुपर्छ, त्यो एक्सेप्ट गर्नु हुँदैन। र हामी आफू पनि सचेत बनौं र अरूलाई पनि सचेत बनाऊ। यो 16 दिनको जुन अभियान रहेको छ, जहाँ हामीले यो हिंसादेखि लिएर जुन यो डिजिटल भाइलेन्समा बढिरहेको अपराधहरू छ, यसको अन्त्य तपाई हामी मिलेरै यसरी नै समाजमा शान्ति फैलाउनको लागि यस्तो हातेमालो गरी अगाडि बढ्छौं।